लगानी गर्ने ड्राइभर लाग्ने हाम्रो अब इलेक्ट्रिक गाडी किन्यो भने त सक्छ जस्तो लाग्छ Ralentisseur sur votre trajet. Tournez à gauche sur rue de la Grande Église. Puis tournez à gauche sur avenue de la Villa. Continuez tout droit. Puis utilisez la voie de droite pour serrer à droite vers D6009. मान्छेहरु त भैँसी देखेको हुँदैन भैँसी यसरी जू भित्र राख्नु पर्ने हाम्रो गोठतिर हुन्छ सुमन रिसाइसक्यो होला भैँसी भन्छ यो पछाडि त गाईको जस्तो के होइन यो वन भैँसी हो कि मम्मी यो घरमा पाल्नेवाला भैँसी होइन के हो दुध दिन्छ दिन्न दुध त अब उसाले माथि माथि होइन रमा हेर्न टुप्पोमा रौँ है अर्कै खाले पछाडि त होइन गाईको जस्तो के कति मोटो मोटो हुन् 500 केजी हुँदो रहेछ यिनीहरूको 25 वर्ष बस्नु यसको जीवन आयु चाहिँ 25 वर्ष गाईले ठिक हो रे अनि कस्तो ठुलो देखे नेपालमा जङ्गलको भएर होला है बुढो बिहा खुट्टा समातेर भे 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 किन यो उस भइरहेको पछाडि अफिस आएको त डरायो त बाघ मार्छ कसले बाघ मार्छ यिनीहरूले उन्दिन्छ नि यिनीहरूले त एउटै बाघ आयो भने त ग्रुपमा लहर्दिन्छ कि तिनीहरूले उसमा गरिदिन्छ कि त्यो मम्मीले टिभीमा देखायो होला सिङले उन्दिन्छ नि यिनीहरूले त त्यसको सिङ त खतरा रहेछ ए धवाइदियो त्यसलाई घाम तापेको त्यो त मान्छेसँग मिल्ने खाले हो र पैसा भइरहेको होइन यो त बन्नुवाला हो नि घाँस खाँदै बस्छ दुईटा त्यसमातिर यिनीहरू त फ्री हो कि यिनीहरू त फ्री गर्दा हिँड्न मन लाग्छ यिनीहरू यो एरिया यिनीहरू माथि जानु सक्दैन माथि खै कुन त चढ्न सक्छ कि यिनीहरू त रुखहरूसँग चढ्छ खायो सुत्यो डन्डले कस्तो धेरै माथि हाउतिर यहाँ थियो एउटा कति कालो कालो है ओइ भन्नु नि त्यहाँबाट देखेको थिएन
यसको चाहिँ नि भ्याइ अर्को कति ठुलो हुन्छ है साँप हेर्नु न त त्यो टाउको हेर न टाउको कति ठुलो दामी लाग्छ क्या त्यो कपाल चाहिँ क्या त फर्कै एकछिन त्यसलाई हेरिराख के कसलाई त्यहाँ कि तेरो खाना दिन बस्यो कि के बस्यो क्या त्यहाँ दुईजनै उता हेरेर बसिराख नि बाबु तिमी यहाँ के ठोकै नि टोक्ने त बानी रहेछ क्या हो क्या डराएर जुस बन्द गर्यो क्या त्यसले छोड गाह्रै ट्रक्नु पर्यो यस्तो पुच्छ तान्दैन त्यसले त्यो अरू मान्छे के दिँदो रहेछ नि त्यही भएर के दिएर ममध्ये भएको यो ऊ अर्को नि आयो अलिक दिनु ओए तपाईँलाई टोक्ने आयो आयो अर्को पनि आयो त्यो माथि गर त ललित माथि गर्नु माथि गर्नु न तपाईँ सिसा फुट्छ यो पनि आयो त सबै आयो ए सबै आयो बुढे त सबै आयो हाम्रो यिनीहरू पनि आयो सबै आयो हिँड्न यो त आएको छ देखाएको छ तिमीले मोबाइल देखाएको छ मोबाइल देखाएको छ मोबाइल देखाएर खानेकुरा भन्छ क्या जसले मोबाइल देखाएको छ त्यसले खानेकुरा भन्दै आएको छु झन् आइसोस् त छैन टाटा टाटामा बाजे डराए तँलाई दिएर हामीले त फलो गर्यो त्यसलाई हामीले साह्रै फलो गर्यो त्यसले छ र त्यहाँ अब बोक्नु छैन भ्याइयो नि त भयो बिचरा भयो सबै आयो हुरुरै हिल्लाले ए के हो सबै आयो हो यो खानु पायो भनेर किन हेरे अहिले त गयो बाई बाई तेरो बाबा डराउँछ बानी भइसक्यो कि त्यसले हामीले खोज्दै आएको छ उहाँबाट हेर्दै आएको छ हेर्नु त्यो अर्को गाडीले वास्ता गरेन कि त्यसले त्यो गाडीले कति खिच्न पाएको छ होला है के सँगसँगै हिँड्नेहरू हामीलाई ठुङ्गेन होइन तिनीहरूले पाइला पनि गाडी यस्तै लामो रमाइलो गर्यो है यो त है त्यो बाख्रा राखेर त्यो बच्चाको कता मोहर गरेर
फुपू त्यहाँ आउँदै मारे म खोला यसरी है तलबाट एकचोटि बाजेहरूको बाजेले तँलाई कसो गरेको है रक डाँडाबाट हामी बराम हुँदैन बराम खाइरहेको रहेछ है त्यसको जोस चल्दा त कस्तो हुन्छ त यस्तो कालो त हुन्छ नि दिदी फोन हाल्ने त बिच जमाना दिदी किन फेरि फोन भएपछि के साह्रो हो नि त लु भरे तर 3 घन्टासम्म छ नि त नि अनि फेरि यता त्यो एउटा भ्यू पोइन्ट छ त्यो सेट भन्नु सक्छु अनि सोचिरहेको थिएँ कि अब यत्रो टाढा आएपछि त्यही भएर फेरि नि हुन्छ त्यही गरौँ है हामीमा खाली थियो है पुरै ए यहाँ के हामी आउने बेलामा खाली थियो कि मान्छे पनि थिएन खासै जनावरहरू पनि खासै थिएन कि देख्यो त्यसले त कहिले कहिले त खाहाल्छ यो चराहरूलाई गयो होइन न सो गुई काँडा काँडा देख्यो अब ठुल्ठुलो पनि छ भने त डुबिहाल्यो नि तिनीहरू सफारीमा जानु यहाँ जति पनि ढोकै पुग्ने चाहिँ हेर सफारी 2 घन्टाको उसो हो त्यही मात्रै हेर over and out. कति राम्रो
पाउनु भएको मलाई डिमन गर्नु ए लाटोको सर लाटोको सुर हो तिमीलाई पाल्नु यो के बुढे गाड बस्छ क्या अनि यो उसहरू त सोध्छ नि एकजना मात्रै उस बस्छ कि चरा हेर्न उस हेर्न बस्छ कि अनि सुन्न न तिमीले कता देखेको नि हेर न थाचक्क बस्यो हो त्यसरी बसेर गाड बस्छ कि अर्को नै आयो लाटोको सर होइन लाटोको सर होइन कि त होइन यो त नेपालमा पाउँदैन यो त खै आयो यो त उसमा अफ्रिकामा मात्रै आउँछ यो यिनीहरूले दुलो बनाएर सुरुङ सुरुङ बनाउँछ अनि एकजना चाहिँ गाड बस्छ कि यसो यसो हेर्छ है माथि त्यो चराले यिनीहरूले चराले उस गर्छ कि यिनीहरूले चराले हेर्छ सेन्ट्री होइन हो त टुप्पोमा गएर बस्नुपर्ने खास सबभन्दा टुप्पोमा यसलाई नि त्यहाँ गर्मी होला नि त बिचरा छायामा आएको यो बिचरा त्यहाँ गर्मी भएर हेर्छ कि काम कहाँ बस्छ त नि एक्लै अनि होइन मान्छेहरू पाल्छ नि यो फेरि यहाँ पनि यहाँको सेन्ट्री त रहन्छ त खोइ यहाँको नरहेछ हापेर गयो क्या यहाँ छ होला नि कता यसो बनाइन्छ नि त्यहाँ मसला लगायो अनि यो पनि काठ आयो आयो बेला बेला यस्तो हुन्छ कि जो हुन्छ अनि त्यो चरा उडेर हिँडिरहेको हुन्छ त्यो निदाउनेलाई झ्याप साँधेर गइदिन्छ बिचमा तिनीहरूलाई पो उठाएर लाने अब अरू त अनि के अरे कोही होइन तिनीहरू चाहिँ खेउस गरे कचुवाको माथि बसेको त्यो चरा खोइ हेर्नु नि त्यो खोइ यता ए यिनीहरू पुरा त्यो भैँसीहरूको माथि पनि बस्छ त उता फर्केर सुसु गरेको रे उसले भनेको उता फर्केर लाभरेस हो नि त्यत्तिकै लाभरेस भन्दा नि यहाँ आएर बस्नेको छ यहाँ आइनहरू आएर बस्छ गुणाहरू बनाइदिन्छ दानाहरू दिन्छ नि त्यही भएर आएर बस्छु कहिले पुरै लाग्छ हामी बुढी तिमी भन्नु है जनवरीमा हो भन्नु भनेपछि धेरै पछि आयो 3 वर्ष ओ चरा त्यहाँ के चरा हो यो त फ्ल्यामिङ्गो हो र माछा के यस्तोमा लुकाउने कि के हो यो यत्रो छ नि थैलो जस्तो त्यो के कार्टुनहरूमा देखाउँछ नि किन त्यो यस्तो एकदम स्टुपिड टाइपको खाले कि त्यो माछाहरू उहाँ उसमा हुन्छ त के अरे उहाँ कोटाको त्यो भिरारमा कुन होइन चित्रले
Ne confondez pas le licaon et la hyène tachetée. Caraco. अहिले चाहिँ हामी नागबनको जू हेरेर भएर हामी इताङमा आएको छौँ. इट्स pretty good. अब अलिकति बालतको लागि ठिकै छ. Mais tous les deux ils sont un petit peu fatigués, mais quand même parce qu'on est là, parce qu'on est sorti de chez nous depuis 9h le matin, non? Et après voir. Je comprends que ça fait longtemps que ils sont sortis, c'est pour ça qu'ils sont un petit peu fatigués. Mais voilà. Et bon courage à leur. Bon courage à eux. Voilà. Si je me suis pas trompée. Regarde, c'est lui et mon mari qui font un petit peu la vidéo à moi. Mais moi j'ai l'air un petit peu dégueulasse. Mais ça va, c'est pas grave. Moi je suis. Yellow देखा क्या मेमोरी कार्ड? 1 hour 41. Hour में फरक पर्ने हो? Utilisez la voie de droite pour continuer tout droit sur D2, boulevard de Verdun en direction de Béziers. सस्तो रहेछ यार. 1.54 मा हालेको बिहान 1.5 भन्दैछ यार. पैसा तिर्ने खाने नदिने खाने त्यो त पैसा तिर्ने खाने पर्छ होला. बेलुकाको 8 बजिरहेको छ. पुरा पारीको समुद्र हेरियो. अहिले 8 बजीसम्म यहाँ घाम लागिरहेको छ. C'est un port commercial et un port de pêche. C'est un port pétrolier. Surtout un commercial, c'est un port pétrolier.
ल यता हाई दुईटैतिर समुद्र हो यो समुद्रको भाग मात्रै Dans 400 mètres, la deuxième sortie sur la ligne visitant des 60. एकदमै नजिक यसको उतापट्टि भयो यो त कति राम्रो देखेको नानी पानी हो है यो सम्पूर्णलाई नमस्कार। आज 19 अप्रिलदेखि म फ्रान्सको भिजिटमा छु। आजको यो 2025 मेको 29 गते 28 गतेको हाम्रो भिजिट कार्यक्रमको म हजुरहरूलाई सानो विवरण दिँदैछु। आज हामी आफ्नो रेस्टुरेन्टबाट 9 बजे भिजिटको लागि घुम्नको लागि हामी रवाना भयौँ। त्यसमा मेरो आफ्नै परिवार छोरा ललित अहिले ड्राइभ गर्दैछ र साथमा बुहारी निशिजा अगाडि सिटमा छ र हामी मेरो मिसेस र म पछाडि सिटमा
छौँ र हामी बिहान रेसिडेन्टबाट निस्किँदाखेरि हामी घरबाट नै केही लन्चको व्यवस्थित गरेर हामी आएका थियौँ र हामी 3 घन्टा 3.5 घन्टाको हाम्रो सफरको दौरान हामीले बिचमा केही सानो पार्क थियो त्यो पार्कमा हामी लन्च गऱ्यौँ लन्च गरेपछि आधा घन्टाको पछि हामी जो जू भन्छ जो हामीले नेपालीमा चिडियाखाना भन्छ चिडियाखाना घुम्नको लागि हामी रवाना भयौँ र हामी झन्डै 3.5 घन्टाको पछि हामी चिडियाघरमा पुग्यौँ र त्यहाँ चिडियाघरमा हामीले गाडीसँगै घुम्ने व्यवस्थित रहेछ त्यहाँ झन्डा 45 मिनट जति त हामी गाडीमै हेरेर त्यहाँ चिडियाघरको पुरा त्यहाँ जति पनि चिडियाघरमा राखेको हात्ती गैँडा छ जिराफ छ अब त्यहाँ कति त हामीले चिन्नै नसक्ने जनावरहरू थियो भालु भन्छ सिंह भन्छ बाघहरू सबै हामी गाडीबाटै हामीले 45 मिनटसम्म हामीले यो चिडियाघरको रमणा गऱ्यौँ र पछि फेरि एउटा सानो फेरि अर्को साइडमा चिडियाघर रहेछ त्यसमा पशु पक्षीहरू र जति पनि अधिराज्यभरि पाउने सर्पदेखि लिएर जति पनि चराचुरुङ्गीहरू छ जीवजन्तुहरू छ सबै हामी त्यहाँ अवलोकन गऱ्यौँ झन्डा हामीलाई 1.5 घन्टा चिडियाघर अवलोकनको लागि हामीलाई समय लाग्यो र चिडियाघर यति एरिया फैलिएको रहेछ कि तपाईँ 45 मिनटसम्म नै गाडीमा घुम्दा नि 45 मिनटसम्म त्यो चिडियाघर घुम्न नसक्ने भनेपछि अब तपाईँ आफै अन्दाज गर्नु र हामी फेरि 45 मिनट जति गाडीमा घुमेर फेरि हामी तकरिबन त्यति 45 मिनट जति हामी फेरि पैदल हामी फेरि भित्र पुरा सिसामा राखेको अनगिन्ती चिजहरू हामीले सोच्दै नसोचेको चिजहरू हामीले देख्यौँ र त्यसपछि हामी फेरि चिडियाघर घुमिसकेपछि हामी खाजा खायौँ खाजा खायौँ र फेरि हामी वापस नार्बोल भन्ने एउटा राम्रो सुन्दर तलाउ रहेछ त्यो तलाउमा हामी पुरा तलाउको किनारा पुरा पर्यटकहरू एकदम हावा खाने आफ्नो त्यो तलाउको मनोरञ्जन लिँदो रहेछ र हामी पनि त्यो तलाउको पुरा एक चक्कर हामीले लगायौँ तकरिबन हामीलाई 1 घन्टा त्यो तलाउको चक्कर लाउन समय लाग्यो र त्यसपछि फेरि हामी आउँदा बाटोमा हामी घर फर्कने क्रममा सेत भन्ने एउटा यस्तो सुन्दर सिटी यस्तो समुद्रको किनारमा यति सुन्दर सिटी रहेछ कि त्यो सिटीमा हामी गएर सिटीको माथि एउटा
हाम्रो यो पोखराको सराङकोट टावर जस्तो एउटा भ्यू पोइन्ट एरिया रहेछ। त्यो भ्यू पोइन्ट एरियामा गएर हेर्दाखेरि हामी पुरा त्यहाँ तलको जति पनि सिटीहरू समुद्रहरू पुरा हामीले अवलोकन गर्न पाइँदो रहेछ। एकदम आनन्द लाग्यो, एकदम खुसी लाग्यो, एकदम शान्त वातावरणको एकदम सुन्दर सिटी यो फ्रान्सको सेत भन्ने सहर। र हामी त्यहाँ तकरिबन 1-1.5 घन्टा त्यहाँको अवलोकन गरी फेरि हामी अहिले रातिको 9 बजे हामी आफ्नो रेसिडेन्टमा फर्कँदैछौँ र हामी रेसिडेन्टमा पुग्नको लागि अब हामीलाई 2 घन्टाको समय लाग्छ। हामी आफ्नै गाडीमा छोरालाई ड्राइभ गर्दैछ र हामी अब 11 बजीतिर हामी सायद हाम्रो रेसिडेन्टमा पुग्छ होला भन्दै आजको यो हाम्रो फ्रान्सको यो भिजिट यहीँ आएर समाप्त हुन्छ। धन्यवाद।